साथीहरू नमस्कार। कपी स्टेल्समा नयाँ भिडियोको प्रतीक्षामा बस्नुभएका तपाईं सम्पूर्णलाई स्वागत छ। आज हामी अर्को नयाँ भिडियोको साथमा उपस्थित भइसकेका छौं। हामी आज श्री मनकामना मन्दिरको दर्शन गर्दैछौं। भिडियो अन्तिमसम्म हेरेर तपाईहरू पनि हामीसँगै मन्दिर क्षेत्र घुम्नुहोला। कपी स्टेल्समा कोही नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरी हामीलाई हौसला दिनुहोला। आजको हाम्रो घुमघाममा मन्दिरसँग सम्बन्धित किंवदन्तीबारे जानकारी लिँदै मन्दिर दर्शन गर्ने र वरिपरिका सुन्दर दृश्य अवलोकन गर्ने उद्देश्य रहेको छ। मनकामना मन्दिर आउन हामीले हाम्रो यात्रा काठमाडौँको कलङ्कीबाट सुरु गरी पश्चिमतर्फ लाग्यौं। थानकोट, नागढुङ्गा, नौबिसे, मलेखु हुँदै कुरिन्टार पुगेपछि पृथ्वी राजमार्ग छोडेर दायाँतर्फ देखिने गेटबाट प्रवेश गरी हामी केबल कार स्टेसनमा पुग्छौं। 10 मिनटको यात्रा पश्चात केबल कारको माथिल्लो स्टेसनमा पुगेपछि करिब 5 मिनटको पैदल यात्रामा मन्दिर प्राङ्गणमा पुग्न सकिन्छ। अब हामी केबल कारको टिकट काटी मन्दिरतर्फ लाग्दैछौँ। मनकामना केबल कार नेपालकै पहिलो केबल कार सेवा हो जुन सन् 1998बाट सञ्चालनमा आएको हो। 4-5 घण्टा हिँडेर मन्दिर क्षेत्र पुगिने अवस्थाबाट केबल कारको प्रयोगले समयको बचत र थकानमा कमी भएको देखिन्छ। करिब 3 किलोमिटरको दूरी जम्मा 10 मिनटमा पार गर्दै प्राकृतिक सुन्दरता अवलोकन गर्न केबल कारले साथ दिएको छ। बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुने यस केबल कार दिउँसो 12 देखि 1:30 बजेसम्म बन्द हुने गर्दछ। प्रति व्यक्ति 770 तिरेर केबल कारमा आउँदा जाँदाको यात्रा गर्न सकिँदो रहेछ। अहिले हामी केबल कारको माथिल्लो स्टेसनमा आइपुग्यौं। पूजा सामग्री पसलहरू र होटलहरूको बीच भएर हामी मन्दिरतर्फ अगाडि बढ्दैछौँ। मनकामना मन्दिर गोरखा जिल्लाको शहीद लखन गाउँपालिकामा पर्दछ। भगवतीको रूप मानिने मनकामना देवीलाई श्रद्धालुहरूको साँचो र पवित्र इच्छा कामनाहरू पूरा गर्ने शक्तिशाली देवीको रूपमा हिन्दू धर्मावलम्बीहरूले पुज्ने गर्दछन्। मनकामना शब्दको अर्थ मनको इच्छा पूरा हुनु हो। गोरखाको मनकामना मन्दिर नेपालको सबैभन्दा धेरै दर्शन गरिने मन्दिरहरूमध्ये एक हो, जहाँ नेपाल र विदेशबाट भक्तजनहरू दैनिक रूपमा ठूलो सङ्ख्यामा आउने गर्दछन्। पहिले माइथान, देवी देउराली र वनदुर्गाको रूपमा पूजिने मनकामना देवीको मन्दिर अहिले भव्य एवं चर्चित धार्मिक स्थलको रूपमा विकास भएको छ। सुनौलो छाना र गजुर भएको मनकामना मन्दिर 2 तले प्यागोडा शैलीमा निर्माण गरिएको छ जुन इँटा, ढुङ्गा, चुना, बालुवा र काठको प्रयोग गरी बनाइएको छ। 250 वर्ष पुरानो सुनाखरी चम्पक रुखको छेउमा रहेको मनकामना मन्दिर 7 मिटर लम्बाइ र 7 मिटर चौडाइ भएको छ। मन्दिरको 3 दिशामा झ्याल छ भने दक्षिण पश्चिमतर्फ ढोका रहेको छ। मन्दिरको ढोका अगाडि माथिल्लो छानोबाट तलसम्म तोरण चढाइएको छ। मन्दिरका झ्याल, ढोका र टुँडालहरूमा आकर्षक मूर्तिकला र बुट्टाहरू देख्न सकिन्छ। मन्दिरको चारै दिशामा ठूला घण्टहरू राखिएका छन् भने अग्लो स्तम्भमा सुनौलो सिंहको मूर्ति देख्न सकिन्छ। मन्दिरभित्र देवी मनकामना शिलाको रूपमा विराजमान छिन्। देवीको शिलासँगै भैरव, गणेश, कुमारी र बेताल भगवानका थप 4वटा शिलाहरू पनि मन्दिरभित्र स्थापना गरिएको छ। मन्दिरभित्र फोटो भिडियो खिच्न मनाई गरिएकाले हामीले तपाईहरूलाई भित्रको दृश्य देखाउन असमर्थ भयौं। मनकामना मन्दिर समुद्री सतहबाट करिब 1300 मिटर उचाइमा अग्लो पहाडमा रहेको छ। मन्दिर परिसरबाट मर्स्याङतिर त्रिशुली नदीहरू बगेको देखिनुका साथै अन्नपूर्ण, हिमचुली र मनास्लु श्रृङ्खलाहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। मन्दिरमा हरेक दिन तान्त्रिक विधिबाट पूजा गर्ने गरिन्छ। बिहानको पूजा पञ्चोपचार विधिमा आधारित हुन्छ। दर्शनार्थीहरू मन्दिर खुलेको बेला जुनसुकै समयमा आएर देवीको पूजा गर्न सक्छन्। साँझपख पुजारीले दीप प्रज्वलन गर्दै शङ्ख फुकेर आरती गरेपछि मन्दिरको ढोका 6:30 बजे बन्द गरिन्छ। ढोका बन्द भएपछि पुजारीले देवीलाई फलफुल, अगरबत्ती लगायत सामग्रीहरू अर्पण गर्दछन् जसलाई 6 पूजा भनिन्छ। भित्र पूजा सम्पन्न गरेपछि मन्दिरको वरिपरि फूल, अक्षता र सिन्दुर छर्किन्छ अनि देवीलाई विशेष प्रसाद अर्पण गरिन्छ। उक्त विशेष प्रसादलाई महाप्रसाद भनिन्छ जुन पुजारीको घरमा चामल, नुन, तरकारी र बेसार मिसाएर पकाइन्छ। महाप्रसादलाई चाँदीको थालीमा राखेर रातो कपडाले छोपिन्छ किनकि महाप्रसादलाई कसैले देख्न वा छुन हुँदैन भन्ने विश्वास रहेको छ। भक्तजनहरूले देवीलाई अगरबत्ती, दीप, फलफुल, नरिवल, कपडा, चुरा, माला, ऐना, टीका चढाउने गर्दछन्। दर्शनार्थीहरू आफ्नो भाकल पूरा भए पश्चात पशुबलि पनि दिने गर्दछन्।
मन्दिर निर्माणसँग सम्बन्धित किम्वदन्ती 17औं शताब्दीका गोरखाका राजा रामशाहकी रानी लीलावतीसँग सम्बन्धित छ। रानी लीलावतीलाई दिव्य शक्ति भएको विश्वास गरिन्छ, जो समय समयमा देवी देवताहरूसँग संवाद गर्ने गर्थिन्। रानीको दिव्य शक्ति उनको विश्वासपात्र लखन थापालाई मात्र थाहा थियो। रानी लीलावती र लखन थापा पटक पटक हराउन थालेपछि राजाले खोज तलास सुरु गर्दछन्। एक दिन राजाले रानी र लखन थापालाई अन्य देवी देवताहरूका साथमा देख्छन् र पछ्याउँदै जाँदा सुनौलो महल भएको स्थानमा पुग्छन्, जहाँ राजालाई छिर्न अनुमति दिइँदैन। पछि राजाले सोद्धा रानीले भन्छन्, यदि तिमी हिजो त्यहाँ नगएको भए तिमी चक्रवर्ती राजा हुने थियौ। उक्त घटना पश्चात राजा अचानक बिरामी पर्छन् र उनको निधन हुन्छ। राजाको मृत्यु पश्चात रानी सती जाने निधो गर्छिन्, जुन कुराले लखन थापालाई दुखी बनाउँछ। रानीले लखन थापालाई सम्झाउँदै चिन्ता नगर, म फेरि तिमी नजिकै ढुङ्गाको रूपमा प्रकट हुनेछु भन्छन् र सती जान्छन्। केही समयपछि एकजना किसानले खेत जोतिरहेको बेला हलोको फाला एउटा ढुङ्गामा ठोकिन पुग्छ र त्यहाँबाट दूध र रगत बग्न थाल्छ। उक्त असाधारण घटना दरबारमा रिपोर्ट गरिन्छ। त्यसपछि लखन थापा त्यस स्थानमा पुग्छन् र सो ढुङ्गालाई दिवंगत रानीको रूप मान्दै पूजा सुरु गर्छन्। मन्दिरभित्र स्थापना गरिएको देवीको शिला खेत जोत्दा भेटिएको शिला रहेको विश्वास गरिन्छ। तत्कालीन घटनाका आधारमा यस स्थानमा मन्दिर स्थापना गरियो र भक्तजनहरूले देवीको पूजा गर्न थाले। लखन थापा गोरखनाथबाट दिव्य शक्ति प्राप्त व्यक्ति थिए। लखन थापाले देवीको शिलालाई पूजा गर्न सुरु गरेको इतिहासलाई निरन्तरता दिँदै आज उपरान्त पनि यस मनोकामना मन्दिरमा मगर पुजारी राख्ने प्रचलन छ। मनोकामना मन्दिरको शक्तिसँग सम्बन्धित धेरै किम्वदन्तीहरू छन्। तीमध्ये केही किम्वदन्तीहरू हामी तपाईहरूलाई सुनाउन चाहन्छौँ। कुनै समयमा आफ्नो सन्तान हराएकी एक पीडित आमा सन्तान भेटिने आशासहित यसै मनोकामना मन्दिरमा निरन्तर प्रार्थना गर्न थाल्छिन्। धेरै दिनसम्म देवीप्रति अटल श्रद्धा राख्दै पूजाआजा र कामना गरेपछि मन्दिर परिसरमै खेलिरहेको अवस्थामा आफ्नो सन्तानलाई फेला पार्छिन्। सो घटनाले मनले चिताएको कामना पूर्ण हुने दृष्टान्त दिन्छ। त्यस्तै अर्को किम्वदन्ती अनुसार देवीको दर्शन गरी कामना गर्दा वर्षौं ओछ्यानमा थलिएका एक बिरामी निको भएका थिए। बाँच्ने आशा मारिसकेका उनका परिवारले जब मनोकामना मन्दिरमा गएर पूजा गर्छन्, तब बिरामी व्यक्तिमा अचानक ऊर्जा आउँछ र रोगबाट निको भई सामान्य मानिस चाहिँ हिँडुल गर्न थाल्छन्। मन्दिरको शक्तिसँग सम्बन्धित अर्को पनि किम्वदन्ती सुन्न पाइन्छ। गोर्खाका शाहवंशीय राजाहरूले आफ्नो राज्य बलियो र विस्तार गर्नु पूर्व शक्तिपीठहरूको पूजा गर्ने गर्दथे। राजा पृथ्वीनारायण शाहले काठमाडौँमा विजय हासिल गर्नु पूर्व मनोकामना देवी समक्ष वाचा गरेका थिए, जुन उनले युद्धका कारण बिर्सिए। केही समयपछि गाउँमा अशान्ति र सामाजिक जीवनमा उथलपुथल हुन थाल्यो, जसलाई मनोकामना माताको क्रोधको सङ्केत मानियो। पृथ्वीनारायण शाहले वाचा पूरा नगरेपछि स्थितिलाई समाधान गर्न गाउँलेहरूले देवी मनोकामनालाई मानवीय बलि दिने निर्णय गर्दछन्। शान्तिको स्थापनार्थ तान्त्रिकहरूले मोहिनी शक्तिद्वारा बालक झैँ आकृति सिर्जना गर्दछन् र त्यसको बलि देवीलाई अर्पण गर्दछन्। उक्त बलि पश्चात गाउँमा पुनः शान्ति स्थापना भएको किम्वदन्ती सुन्न पाइन्छ। सो घटनाको सम्झनामा प्रत्येक वर्ष बन्धन पूजाको आयोजना गर्ने गरिन्छ। मनोकामना मन्दिरमा शनिबार र मङ्गलबार अलि बढी भिड हुने भए पनि अन्य दिनहरूमा पनि दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ। हरेक महिनाको अष्टमी, नवमी, पञ्चमी, पूर्णिमा, सङ्क्रान्तिका दिन विशेष पूजा गरिन्छ। त्यसैगरी कार्तिक शुक्ल चतुर्दशीदेखि पञ्चमीसम्म र वैशाख शुक्ल पक्षदेखि ज्येष्ठको अष्टमीसम्म पनि विशेष पूजा अर्पण गरिन्छ। साथै बडा दशैँ र चैते दशैँमा पनि भक्तजनको ठुलो उपस्थिति रहन्छ। विजया दशमीको दिन गोरखकालीबाट ल्याइएको फूल र टीका मनोकामना देवीलाई अर्पण गर्ने गरिन्छ। वर्षभरि हुने 12वटा पूर्णिमाहरूमा विशेष परम्परा अनुसार मन्दिरभित्रै बोकाको बलि दिने प्रचलन छ। मन्दिर दर्शन गर्दा रोकिएका काम बन्ने, नयाँ काम थालनी गर्दा शुभ हुने, विभिन्न प्रकारका रोग र समस्याबाट मुक्ति मिल्ने जनश्रुति छ। सोही कारण मानिसहरू काम सिद्ध होस् भनी भाकल गर्न र काम सिद्ध भए पश्चात कामना पूर्ण गरिदिएको धन्यवाद दिन मन्दिर आउने गर्दछन्। मन्दिरसँग सम्बन्धित अर्को किम्वदन्ती पनि छ। धेरै पहिले यसै मन्दिरबाट फर्किँदै गरेका केही तीर्थयात्रीहरू एक्कासी आँधी बेरीमा पर्दछन् र घना जङ्गलको अँध्यारोमा परि बाटो बिर्सन्छन्। बाटो भुलाएका तीर्थयात्रीहरू आत्तिरहेको बेला अकस्मात अँध्यारो बाटोमा उज्यालो देखिन्छ। उक्त उज्यालो किरणलाई पछ्याउँदै अघि बढ्दा उनीहरू सही मार्गमा पुग्छन् र समस्याबाट मुक्त हुन्छन्।
हराएका श्रद्धालुलाई बाटो देखाउने काम माता मनकामनाले गरेकी थिइन् भन्ने गरिन्छ। 2072 सालमा गएको विनाशकारी भूकम्पले मनकामना मन्दिरमा पनि क्षति पुर्याएको थियो। भूकम्पले गर्दा मन्दिरको उत्तर पूर्वको भाग 9 देखि 12 इन्चसम्म धसिएको थियो र छानामा चिरा परेको थियो। भूकम्प पश्चात नयाँ जगमा पुनर्निर्माण गरिएको मन्दिरको छानोमा सुनको जलप लगाइएको छ। मन्दिर झन आकर्षक बनेको छ। हामीले मनकामना मन्दिर क्षेत्र घुमेर सक्यौं। मन्दिर र मन्दिरसँग सम्बन्धित किम्वदन्तीहरू तपाईहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। साथै भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो धन्यवाद। अर्को भिडियोमा नयाँ स्थानको जानकारी सहित उपस्थित हुनेछौँ। अहिलेलाई बिदा हुन्छौँ। नमस्कार।